गाडी हुनुहुन्छ ए ल जङ्गल सफारी जङ्गलको यात्रा मङ्गल हुँदैछ यहाँ बाघले घोर घोर गरे भनेर हामी चाहिँ यहाँ तर्सिएर ड्युटी आएका आर्मी साथीहरूले त्यस्तो भन्नुभएको भएर हामी सबैजना एकै ठाउँमा छौँ अगाडि पनि हुनुहुन्छ वाल्मीकि आश्रमको सीता माताको रामचन्द्र भगवानको सम्पूर्ण दर्शन गरेर चाहिँ अहिले फर्किरहेछौँ हाम्रो बालकृष्ण गुरुसँग त्यो जवानामा वाल्मीकि एउटा साँच्चै नै त्यहाँ भेट भएको भएको खासै लामो वार्ता त एउटा ऊ जस्तो सुन्दर ठाउँलाई चाहिँ उहाँले चाहिँ हामीलाई दर्शन गराइदिनु भएको छ भगवान् श्री रामचन्द्रले बालकृष्ण गुरुको कल्याण गरून्। अहिले दिपक गुरुसँग चाहिँ हाम्रो दोस्ती धेरै पारिदेखि अहिले चलिरहेको छ यो दोस्ती सधैँ चल्छ भन्ने नै आशामा अगाडि बढिरहेका छौँ होइन त हजुर। अनि अब हामी अहिले 26-27जना चाहिँ त्यो घनघोर जङ्गलमा हिँडिरहेछौँ बाघ घाँरा घुर्रा गरिरहेछ हात्ती खारा कुर्रा गरिरहेछ अब यस्तै छ। अब धर्मको पाटोमा चाहिँ अब हिँड्नेको नि अब धेरै वर्ष हो अझै हिँड्ने शक्ति श्री रामचन्द्र भगवान्ले दिनु होला भन्ने आशा राखेको छु। वाल्मीकि ऋषिले चाहिँ यहाँ रामायण लेख्नु भएको सीता माता पाताल बासिनु भएको साँच्चै नेचुरलै चाहिँ जुन त्रेता युगमा जुन जुन थिए त्यो चाहिँ त्रेता युगमा चाहिँ हाम्रो जस्तो जस्तो स्वरूप थियो त्यस्तै स्वरूपहरू देखिए र शिलाहरू चाहिँ अब रामचन्द्र भगवान्देखि लिएर हनुमानदेखि लिएर विभिन्न लक्ष्मणदेखि सबैको शिला चाहिँ आफै उत्पत्ति भएको यहाँ चाहिँ बनाएको होइन भन्ने कुरा चाहिँ यहाँको गुरुले गर्नुभयो। वास्तवमा हो जस्तो पनि छ। सम्पूर्ण हेर्दाखेरि सीता माताको जुन पाताल भाँसिएको ठाउँ पनि हेरियो लव र कुशको स्थान पनि हेऱ्यो लव कुश जन्म स्थान पनि हेऱ्यो 88,000 कि 28 लाख कति हो ऋषि कति भन्नुभएको 76,000 ऋषिको चाहिँ कोटी होम पनि हेऱ्यो। सीता माताले मसाला पिन्ने त्यो सिलौटो पनि हेऱ्यो हुन त त्यो बेला मसाला थिएन होला के पिन्नुभयो किनभने लव कुशले खेल्ने गरेको घोडचढी गर्ने गरेको घोडा बाँध्ने गरेको तबेला पनि भेट्यो अनि लव कुशको जन्मस्थल पनि भेटियो अनि घोडा बाँधेको स्थल पनि भेटियो। यो आज त हामी वास्तवमा चाहिँ पूर्ण अनि ऋषि वाल्मीकिले ध्यान गर्ने गरेको स्थान पूजा गर्ने ठाउँ पनि पुरानो चाहिँ भग्नावशेष चाहिँ भेटियो। यो 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 इच्छा मेरो धेरै पहिलादेखि थियो। अब भगवान् श्री रामचन्द्रले भगवान् श्री नारायणले मोक्षे राम जुन हाम्रो गजेन्द्र मोक्ष रामको बालकृष्ण गुरुको कृपाले चाहिँ म यहाँ आएर चाहिँ यतिसम्म चाहिँ दर्शन गर्न पाएँ ज्योतिष ज्ञानहरू लिन पाएँ। उहाँबाट मैले 6 महिना भयो ज्योतिष पढिराखेको अहिले अब अझै 6 महिना लाग्छ वैशाखको जेठतिर सकिएला हाम्रो कोर्स। अहिले बिचको हाम्रो बेसिक कोर्स चाहिँ अहिले समापन हुन लागेको छ। उहाँको कृपाले चाहिँ अहिले सम्पूर्ण चाहिँ यो भित्रैदेखि चाहिँ भगवान्को बास बसे जस्तो मेरो सारा इच्छाहरू पुरा गरिदिनु भएको छ। उहाँ बालकृष्ण गुरुको कल्याण होस् जय जय होस् र श्री रामचन्द्र भगवान्ले उहाँको चरण पाउमा बास दिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु। जय श्री राम।